हेलो नमस्कार सबैजनालाई होइन सबैलाई मेरो यो च्यानलमा स्वागत भन्न चाहन्छु। अनि आज चाहिँ म विशेष गरी यो गिटारको सानो छोटो क्लिप लिएर आएको छु तपाईँहरूको बिचमा। यो चाहिँ भेरी इम्पोर्टेन्ट छ है सबलाई यो महत्त्वपूर्ण छ। जसले गिटार सिक्नलाई बिगिनरहरू अनि जसले भर्खर भर्खर गिटारहरू सिक्दै हुनुहुन्छ होइन गिटार बजाउन सिक्दै हुनुहुन्छ आफ्नो म्युजिक फिल्डमा आफ्नो करियरहरू बनाउँदै हुनुहुन्छ अनि बनाउने सोच्दै हुनुहुन्छ अनि यो गिटार सिक्दै हुनुहुन्छ। यो सबैभन्दा अगाडि यो गिटारको पार्ट्सहरूको नाम के हुन्छ, स्ट्रिङहरूको नाम के हुन्छ, अनि यो काम कसरी गर्छ यसले, अनि ट्युनरहरूको काम कसरी गर्छ, गिटारमा के पार्ट्सहरू हुन्छ भन्ने पुरै सबलाई थाहा हुनुपर्छ। अनि स्ट्रिङको नामहरू अनि स्ट्रिङको नम्बरहरू थाहा हुनुपर्छ होइन। अनि त्यसले गर्दा पछि पछि जाँदै गर्दा पनि सजिलो हुन्छ। अनि त्यो कुरा नजानिकन चाहिँ गिटार सिक्दा चाहिँ अलिकति पछि गाह्रो हुन्छ। स्ट्रिङहरूको नाम थाहा हुँदैन अनि कसैले यो पार्टको नाम के हो भन्यो भने पछि गाह्रो हुनसक्छ। अनि तपाईँहरूलाई यो मेरो भिडियोमा त्यही कुराहरू सानो क्लिप लिएर आएको छु। अनि त्यहाँबाट तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। अनि यस्तै भिडियोहरू मैले अब सुरु गर्दैछु तपाईँहरूलाई केही ज्ञान होस् भनेर। अनि तपाईँहरूले मेरो भिडियोहरूलाई लाइक गरिदिनु होला अनि भिडियोहरू सेयर गरेर मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। सबैभन्दा पहिला चाहिँ आज तपाईँहरूको माझमा यो गिटारको पार्ट्सहरूको नाम म भन्न चाहन्छु। गिटारमा के पार्ट्सहरू हुन्छ, त्यो गिटारको पार्ट्सको नामहरू के हो अनि तिनीहरूले के काम गर्छ भनेर म तपाईँहरूलाई भन्न गइरहेको छु। जसले गिटार सिक्न मन गर्दै हुनुहुन्छ यो अनलाइनबाट अलिअलि भने पनि ज्ञान दिने म कोसिस गर्दैछु, तपाईँहरूले सिक्न सक्नुहुन्छ। सुरुमा चाहिँ यो गिटारको यति पार्ट्सलाई चाहिँ हेड भनिन्छ है। हेड जस्तै मान्छेको टाउको हुन्छ होइन, यसको पनि हुँदो रहेछ। यसलाई चाहिँ हेड भनेर नाम दिइरहेको हुन्छ है। यति भागलाई चाहिँ हेड भनेर नाम दिइरहेको हुन्छ। अनि यसको गिटारको यो टुप्पाको भागलाई चाहिँ हेड भनिन्छ। अनि यसमा चाहिँ हुन्छ यो ट्युनिङ किजहरू हुन्छ है। यो भनेको ट्युनिङ किजहरू हो। गिटारको स्ट्रिङलाई यसको सुरमा मिलाउँदाखेरि यो ट्युनिङ की हामीले घुमाएर अनि हामीले ट्युन गर्न सकिन्छ। अनि अर्को भनेको कुरा छ यो त्यसपछि आएर यो सानो यो सानो भागलाई चाहिँ ब्रिज भनिन्छ। जस्तै अब भनौँ न यो हेड र यो यो पार्टलाई जोड्ने एउटा माध्यम भनौँ न। अनि यो स्ट्रिङलाई अलिकति उठाउने पनि यो ब्रिजले काम गर्छ। अनि यो अब हेडको पार्ट्स यति हो, यतिको हेड भन्ने बित्तिकै यति पार्ट आउँछ है त यसमा। अनि त्यहाँबाट अब यहाँदेखि यहाँसम्मको भाग यो यहाँसम्मको भागलाई चाहिँ यसको नेक भनिन्छ। जस्तै अब घाँटी हो, घाँटी भनेको यस्तो मानिसको पनि घाँटी भए जस्तो यसको पनि यहाँदेखि यहाँसम्मको भागलाई चाहिँ नेक भनिन्छ। अब यसमा चाहिँ अरू चाहिँ केही हुँदैन होइन। यसमा चाहिँ यो कोठा कोठा भएको भाग हुन्छ। यो कोठा कोठा भएको भागको नाम चाहिँ यसलाई चाहिँ फ्रेट भनिन्छ। फ्रेट फ्रेट चाहिँ यसरी गनिन्छ: 1 फ्रेट, 2 फ्रेट, 3 फ्रेट, 4 फ्रेट, फ्रेट 1, फ्रेट 2, फ्रेट 3, फ्रेट 4 भनेर यताबाट काउन्ट गर्दै गइन्छ। गिटारमा चाहिँ यताबाट काउन्ट गर्दै गइन्छ। अब यो फ्रेटको काम के हो भन्दाखेरि यसले चाहिँ गिटारको कर्ड्स अनि गिटारको स्केल, गिटारको नोटहरूलाई चाहिँ छुट्याउने काम गर्छ। जति यो फ्रेट बढ्दै गयो त्यति हाई हुँदै जान्छ यसको स्केल चाहिँ है। अनि यो कोठाको नाम चाहिँ फ्रेट हो। यो चाहिँ यसको नेकमा हुन्छ है त। अनि यसको अर्को पार्ट्स भनेको यो ठुलो भागलाई चाहिँ बडी भनिन्छ है। यो ठुलो भागलाई चाहिँ बडी भनिन्छ। यसमा चाहिँ धेरै पार्ट्सहरू रहेको हुन्छ। अनि यो भित्रको यो चाहिँ साउन्ड होल हुन्छ। हामीले जति पनि गिटार बजाउँछौँ यो साउन्ड होलले बाहिर फालेर अनि यसको साउन्ड चाहिँ हाम्रो कानमा गुन्जिन्छ है त। यसलाई चाहिँ साउन्ड होल भनिन्छ। साउन्ड होल, यो साउन्ड होलको काम भनेको भित्र
बाट साउन्ड फालेर अनि हाम्रो कानमा गुन्जिने हो। अनि यो बडीमा चाहिँ धेरै पार्ट्सहरू हुन्छ। यो पनि ब्रिज हो, यो पनि ब्रिज हो। यसले चाहिँ यसले स्ट्रिङ उठाउने काम गर्छ। अनि यो सानो सानो नबहरू, यो नटहरू चाहिँ यो स्ट्रिङ होल्डरहरू, यसले चाहिँ स्ट्रिङलाई होल्ड गरेर राख्छ है त। अनि यो भएन भने चाहिँ गिटारको स्ट्रिङ चाहिँ यहाँ अडिँदैन है। यसलाई चाहिँ यो के अरे नब्सहरू भनिन्छ, यो स्ट्रिङ नब्सहरू भनिन्छ। अनि अर्को पार्ट्स हुन्छ यसमा, यहाँनिर पार्ट्स हुन्छ। यो चाहिँ यसको ब्याट्री हाल्ने ठाउँ हो। यो राइट साइडमा ब्याट्री हाल्ने ठाउँ हो अनि लेफ्ट साइडमा चाहिँ यो ज्याक जोड्ने ठाउँ। यो यसले चाहिँ ज्याक जोडेर अनि यो स्पिकरहरूतिर साउन्ड फाल्ने गर्छ। यसको काम चाहिँ यति छ। अनि त्यहाँबाट अर्को भनेको यसमा हुन्छ माथिपट्टि, यो चाहिँ इक्वलाइजर, यो इक्वलाइजर हुन्छ। यो इक्वलाइजरले चाहिँ यसको भोल्युम सानो ठुलो पार्ने, अनि बेस घटाउने बढाउने, ट्रेबल घटाउने बढाउने, अनि मिडलाई घटाउने बढाउने। अनि यहाँ सँगसँगै यो प्रायः जस्तो गिटारमा चाहिँ यो इक्वलाइजरमै ट्युनर आएको हुन्छ। बेसिक गिटारहरूमा त्यति हुँदैन यो इक्वलाइजर चाहिँ। अनि अलिकति एडभान्स गिटारहरूमा चाहिँ यसमै ट्युनर हुन्छ। जस्तै यहाँनिर ट्युनर छ मेरो, अनि यसले मेरो गिटार ट्युन गर्नलाई सहयोग गर्छ। अनि गिटारमा हरियो बत्ती बल्यो भने चाहिँ यसको ब्याट्री सकिन लागेको छैन भन्ने। अनि यो यहाँनिर ट्युन गर्दाखेरि रातो बत्ती बल्यो भने यसको चाहिँ ब्याट्री सकिन लागेको हो भनेर जाने हुन्छ। अनि त्यहाँबाट यो रातो बत्ती बल्दा चाहिँ कहिलेकाहीँ चाहिँ यो स्पिकरमा यो ज्याकबाट बजाउँदाखेरि चाहिँ साउन्ड जाँदैन, किनभने यो रातो बत्ती बल्यो भने यसको ब्याट्री सकियो हुन्छ भनेर बुझ्नु है त। अनि अब अर्को मेन कुरा भनेको अब यो गिटारको पार्ट्सहरू भइहाल्यो होइन। अनि एउटा हुन्छ अर्को सानो पार्ट्स हुन्छ, यो भनेको चाहिँ यो बेल्ट होल्डर हो। जस्तै उभिएर बजाउँदाखेरि होइन यो चाहिन्छ हामीलाई। अनि त्यहाँबाट यो बेल्ट चाहिँ घाँटीमा झुन्डाउनलाई प्रयोग हुन्छ। अनि यो बेल्ट होल्डर यो चाहिँ हुन्छ। अब फेरि म समरीमा भन्नु पर्दाखेरि यो हेड, नेक, बडी, अनि यो ट्युनिङ किजहरू, यो फ्रेट, ब्रिज, साउन्ड होल, अनि त्यहाँबाट यो इक्वलाइजर यो माथि हुन्छ। अनि यो पनि नब्सहरू, यो गिटारको स्ट्रिङ होल्ड गर्ने नब्सहरू। अनि यो ब्याट्री हाल्ने ठाउँ राइट साइडपट्टि, लेफ्ट साइडपट्टि यो ज्याक जोड्ने ठाउँ। अनि त्यहाँबाट यो चाहिँ हाम्रो यो बेल्ट होल्डर छ। यति चाहिँ पार्ट्सहरू हुन्छन् गिटारमा होइन। अनि तपाईँहरूले नभुल्नु होला, यो सबै सम्झेर राख्नु होला। अनि यो टिपेर राख्दा पनि केही हुँदैन है त, ल पछि काम लाग्छ। अब मेन कुरा अब हामीलाई अब स्ट्रिङको नाम थाहा हुनुपर्ने हुन्छ। गिटारमा जम्मा 6वटा बेसिक भनेको यो प्रायः जस्तो बजाउने हामीले 6वटा स्ट्रिङ भएको हो। कुनै कुनै विदेशमा चाहिँ अब त्यो भन्दा पनि धेरै धेरै स्ट्रिङ भएको गिटारहरू बजाइन्छ होइन। अनि बेसिकली चाहिँ हामी 6वटा स्ट्रिङ भएको गिटार बजाउँछौँ। अनि त्यो स्ट्रिङहरूको नाम थाहा हुन चाहिँ एकदम जरुरी छ है त। अब यो फर्स्टको गिटारको स्ट्रिङहरूको साउन्ड यस्तो हुन्छ। यस्तो हुन्छ। अब यो फर्स्टको स्ट्रिङको नाम चाहिँ ई भनिन्छ। ई भनिन्छ। अनि अर्को चाहिँ ए, अनि त्यहाँबाट अर्को डी, अर्को जी, अनि बी, ई, ए, डी, जी, बी, ई। फेरि म एकचोटि भनिदिन्छु, ई, ए, डी, जी, बी, ई। हो यसको नाम चाहिँ यस्तो हुन्छ है त, यो स्ट्रिङको नाम चाहिँ। अनि गन्दाखेरि चाहिँ यसरी तलबाट गनिन्छ। यो स्ट्रिङको नाम भन्दाखेरि माथिबाट भन्ने ई, ए, डी, जी, बी, ई माथिबाट भन्ने। अनि यो गन्दाखेरि चाहिँ तलबाट गर्ने, फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ, सिक्स्थ। गन्दाखेरि चाहिँ तलबाट गन्ने, अनि भन्दाखेरि चाहिँ माथिबाट भन्ने है त। ई, ए, डी, जी, बी, ई
यति चाहिँ यो स्ट्रिङको नाम हो है त, EADGBE। हुन्छ, आजको लागि यति नै गर्नेछु। यो तपाईँहरूले सम्झिराख्नु होला, यो चाहिँ सबभन्दा अगाडि गिटार सिक्नुभन्दा अगाडि चाहिने कुराहरू हो। त्यही भएर यो तपाईँहरूको माझमा मैले भनेको छु। अनि यसको पछिको भिडियो चाहिँ म तपाईँहरूको माझमा लिएर आउनेछु। अनि यो यति चाहिँ सबैले सम्झेर होइन आफ्नो डायरीतिर टिपेर राखे पनि हुन्छ होइन, गिटारको पार्टहरू यो हुँदो रहेछ यसले, अनि काम के हो भनेर। अनि त्यहाँबाट स्ट्रिङको नामहरू EADGBE, अनि भन्दाखेरि माथिबाट भन्ने, अनि भन्दाखेरि फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स भनेर तलबाट गर्ने, यति कुरा। अनि गिटारको पार्ट्सहरू चाहिँ तपाईँहरूले सम्झिराख्नु होला। अर्को भिडियो यस्तो ल्याउँदै गर्दैछु। तपाईँहरूलाई यदि मेरो भिडियो मन पऱ्यो भने तपाईँहरूले लाइक सब्सक्राइब हानेर सहयोग गरिदिनु होला। धन्यवाद। सी यू।